सिक्किमको ट्रेन चाहिँ यस्तो हुने रहेछ भनेर गोल्फ खेल्नु हुने भने गल्फको हुनु अरे कस्तो उल्टा बोलिदिएको पोलो गल्फको हुनु ट्र्याक किन्ने अरे आशिष दा चाहिँ हो भाइहरू यहाँ बसिरहेको रहेछ नहल्लिकन ओ मङ्की दाइ उठेर हिँड्ने पनि गर न कोही कुरा त अब चाहिँ एलिभेटरमा फर्किँदै गरेको अवस्था मेरो दाहरू अलिक हाई भनिदिनु न कटप्पा दादा हमारे साथ जुड़ गया है अभी दार्जिलिंग मोड़ जाने के लिए गाइस अहिले चाहिँ हामी यहाँ दार्जिलिङ मोडमा छ हो यहाँ चाहिँ खालको बस चाहिँ डबल सिट खालको पनि छ डबल सिट हेर्दा नि घाम चाहिँ मान्नुपर्छ सिलगढीको गाइस फिलहाल चाहिँ हामी नेपाल पुग्यो नेपाल कागडे भित्तामा छ कागडे भित्तामा हामी भित्तामै बसेर ढिसिरहेको छ आशिष दादाको हल्का मुड बिग्रिरहेको छ भिना पनि छ यता फेरि ह्यान्डसम दाई केही भन्नु छ भन्नु त केही छैन भने कस्तो रहेछ अन्त दा जस्तो थियो त्यस्तै ह्यान्डसम चाहिँ खट्टा दिन्छ नि दाले र साथै यहाँ चाहिँ फेरि कस्तो रहेछ भने चाहिँ कस्तो रहेछ पैसा चाहिँ पुरा यस्तो छ हो यो जग्गा चाहिँ मनी एक्सचेन्ज गर्ने जग्गा रहेछ यहाँदेखि चाहिँ सिक्किमको पैसा चाहिँ इन्डियाको पैसा चाहिँ नेपालमा कन्भर्ट गर्ने जग्गा सब दाइहरू दिदीहरू बहिनीहरू यहाँ हाम्रो तीनजना हिरो दाई फिलहाल चाहिँ नेपालको पसलमा छ हामी नेपालको पसल के किन्नु भएको तपाईँ रेड सोडा रहेछ तिमीलाई चाहिँ के चाहिएन अन्त मलाई फिलहाल केही छैन त यहाँ चाहिँ फेरि मनी यहाँ एक्सचेन्ज गर्दैछ तपाईँको 30 रुपियाँ 300ले इन्डियन नेहरू कति हुन्छ अनि यहाँनिर गाइस रोयल झापा बस झापा
नरिसाइदिनु म अब मैले गर्दाखेरि तपाईँहरू बाँच्नु अब फल्लो हुन्छ नि अब हामी फर्किनु कि के भन्छ छोड्दै अब यहीँ घरमा के हुन्छ भन्छ दिशाको ठिकै दाइहरू फेरि रमाइलो गरिदिरहेको रहेछ हो बिचरा ढुकुरलाई भोक लागेको छ ढुकुरहरू परेवालाई पिजन होइन छिरेको नि यता आउनै पऱ्यो नि माथिबाट पनि आउँदा भयो नि माथि अब ठिक्कल भनेन हेभी चाहिँ नेपालको मन्दिरहरू चाहिँ हेभी टाढो पाउँछ नि त अहिले पनि पर्छ होला चाहिँ पनिरमा लगिदिउँ हजुर पनिरमा लगिदिउँ होइन हामीलाई चिन्जानको बस्दा राम्रो हौ चिन्जा नै छ नेपालमा चाहिँ पानी परेर भिजोकै पारे लुगाइस भिजेर चाहिँ लोताक भइदियो नि त गाडीबाट जस्तो घरमा हाम्रो यता अङ्कल बाबुले भेटेर गाह्रो छ नि हौ जिन्दगी मुसाहरू देख्दैन यसो आउँदैन माथि राख रिसानीमा यस्तै हो ल साथी हो भर्खर फिलहाल चाहिँ यता नेपाल आइपुगेर पनि नेपालको रुममा बसी भेनाको दौड जस्तो ताइ साथमा बाहिर ठिक हुनु खानाको प्लानिङ हुँदैछ हो फोन गरिहाल अब कहाँबाट वाइफाई छ नि यहाँ वाइफाई साथी हो भोलिको भ्लग फेरि भेटौँ तपाईँहरूसँग लस गुड नाइट स्विट ड्रिम अल अफ यु गाइस